साइलीको हात काटेछ नि कप्पै खोइ हो नि त के पारेछ आमाको अब दबाई किन्न उयो जाने बेला भयो बजार जाने बेला भयो मेरो चाहिँ अब हात काटेछ नि आमै अलिकति बेला आमै दाल पाक्यो इ सिमरायो आजको लागि सिप खाजा उयो सब्जी आमाको दाल के हुँदैछ हौ के मजाको देख्यो माउन्टेन्सहरू होइन सुँगुर पाल्ने मान्छेले बाख्रा पाल्दा यस्तै हुन्छ होइन आन्टी इन्ट्रोडक्सन दिनुपर्दा चाहिँ यो चाहिँ आन्टीको घर आन्टी नचल सबैजनालाई अहिले भने चाहिँ म दुध पुऱ्याउनु जानेछु बिहानको मौसम चाहिँ होइन कस्तो भनेर एकदमै पानी परिरहेछ अहिले चाहिँ यहाँ माथि देख्दै गरेर चाहिँ बुद्ध पाएको होइन यहाँ होटेलमा चाहिँ ज्यादै आए जस्तो छ हो चारो चाहिँ निकै हुन्छ अब चारो बोकेर लानुपर्ने छ अहिले चाहिँ यहाँ बिहानको चिया खुवाइछु अब चाहिँ म दुध पुऱ्याउनु गएको होइन अब चाहिँ आज त्यही दिन चाहिँ सबै हुसे लागेर होइन कस्तो हौडे भइरहेछ होइन हेर्नु नि अब यो मान्छे पनि देख्नु साह्रो पर्छ यहाँ चाहिँ होइन यहाँ चाहिँ हाम्रो चाहिँ बाख्राहरू छ होइन यहाँ उता गाई गोठहरू यता चाहिँ घर छ होइन अब आज चाहिँ दिन डल्लै बिग्रियो हो रड्डी भइदियो आज रड्डी माथि रड्डी यहाँ चाहिँ अब घाँसमा जानेको प्रिपेरेसन हुँदैछ डोको रेडी छ आमै आगो तापिरहनु हुन्छ आमै मजा आउँदैछ आगो ताप्नु आमै यहाँ सब्जी दाल पकाउनु भएको आमै खोले दाल आमै हेर्नुहुन्छ हो बबिता ल यहाँ हाम्रो नन्नी मुनि बाख्रा छ होइन तेरे मन ये बता दे तू लुगाएर सुकाएको नसुकाएको एउटा पल्टन ए डोको बोकेर आन्टी पल्टने हो काँटाले र आमैको दाल अझैसम्म पाकेको छैन बिहानदेखि यहाँ चाहिँ होइन हाम्रो मौरीको डुड पनि छ आम कताबाट जानु उकालो पल्टन चाहिँ हाम्रो उकालै बाटैबाट जानुपर्ने छ घाँसमा लाग्दिएको होइन बिहानको काम छ त्यो सक्नुपर्छ सुँगुर पाल्ने मान्छेले बाख्रा पाल्दा यस्तै हुन्छ होइन आन्टी यहाँ चाहिँ कुखुराहरू छ होइन आन्टीहरूको यो अस्ति मैले किनेर राखिदिएको यता अस्ति आन्टीको घर यतै हो यहीँ अहिले हरियो निटले बारेको छ अन्त यताको आन्टीको कुखुराहरू कुखुरा व्यापारी पनि छ यो बाख्रा चाहिँ बिहान बेलुका दिउँसो चारै जति बजी पनि कराइबस्छ हो इन्ट्रोडक्सन दिनुपर्दा चाहिँ यो चाहिँ आन्टीको घर आन्टी नचल माउन्टेन्सहरू होइन जग्गामा चाहिँ सिमराहरू होइन एकदमै दामी छ तर के गर्नु होइन माथिबाट अब नालीको पानी हो आएको कारणले चाहिँ अब यो चाहिँ खाँदैन क्या हो त दामी हुन्छ हो हुनु चाहिँ अब पुरुष परेको तर खानु चाहिँ हुँदैन यो किनी अब मैला पानी हो त्यही कारण चाहिँ खानु हुँदैन क्या दामी वेदर हो आज कसम मैले साग काटेर चाहिँ भरि ल्याउनु साग चाहिँ ए तपाईँले त्यही कारण भारी कम्ती हालेको मेरो चाहिँ भारी पुगिसके अब आमाको छ ऊ आधी मात्रै काटिसकेछ बिहानको घाँस चाहिँ अब हाम्रो कम्प्लिट भइसकेको छ होइन काटिसकेको छ बेसी सक्छ होला यो चाहिँ ए झन्डा खाइदियो सिमरायो होइन त अजीकोबाट लिएको यो सिमरायो चाहिँ अब पकाएर खानुपर्ने छ अब देऊ नि त हात कहाँ काट्यो साइलीको हात काटेछ नि कप्पै खोइ देऊ नि त के पारेछ आमाको अब दबाई किन्न उयो जाने बेला भयो बजार जाने बेला भयो मेरो चाहिँ अब हाम्रो चाहिँ अब यहाँ दिउँसोको
बिहानको काम चाहिँ सक्यो होइन, बिहानको काम सक्यो। अब हाम्रो चाहिँ दिउँसो त्यो अब त्यति बेसी काम हुँदैन हो, अब के बोडा सब्जीहरू रोप्यो, अब चाहिँ सुत्नुपर्छ अब दिउँसो चाहिँ हो भनेर चाहिँ नभन्दा पनि हुन्छ। साइलीले सुत्नै दिँदैन मलाई हो, दिउँसो सुतौँ भन्छु पाउँदैन सुत्नु। हात काटेछ नि आमै, अलिकति बेला आमै दाल पाक्यो। इ सिमरायो आजको लागि खाजा उयो सब्जी। आमाको दाल के हुँदैछ हौ? आमा दाल ल्याउनु ल उकालो, म चिया बनाउँदै गर्छु ल आमा। है अब यस्तै छ होइन, बिहानको काम चाहिँ सक्यो हाम्रो। अब यता चाहिँ हाम्रो यहाँभित्र चाहिँ कुखुरा छ होइन, कुखुरा पहाड जस्तो बिल्डिङ छ यहाँ चाहिँ यताउता होइन। सिधै अब एन्ट्री हुन्छ मेरो किचनमा गएर चाहिँ चिया पकाउनु पर्छ। घाँस काटेर आएर चाहिँ होइन, यो चिया चाहिँ बेसिक निड्स हो होइन, त्यही कारण चाहिँ पकाउँदैछु। यहाँ आमाले मुही लिएर आयो, दाल है यो म्यामले दाल लिएर आउनुभयो होइन। अब म चाहिँ यहाँ चिया पकाउँदैछु। जिउ चिलाउनु थाल्यो, अब नुहाउनु पर्ने होला, घाम अलिअलि लाग्दैछ हो। यस्तो हुँदैछ अहिले दिन चाहिँ होइन, त्यही कारण चाहिँ अब नुहाउनु पर्ने जस्तो लाग्दैछ।